सक्नुहुन्छ कि त फाइन्ड द डिटरमिनेन्ट भ्यालु अफ डिटरमिनेन्ट निकाल्न पराउँछ कि त तपाईँलाई इभ्युलेट त भनेर यस्तै दिएको हुन्छ तपाईँसँग के अरे कलममा के अरे डिटरमिनेन्टको भ्यालु दिइरहेको हुन्छ त्यो 3x3 म्याट्रिक्सको हो। यहाँ चाहिँ हामीले कसरी सल्भ गर्न सकिन्छ भने म तपाईँ अस्ति चाहिँ माथिको गर्थेँ भने तपाईँ म आज चाहिँ 3 नम्बरको गरिदिन्छु है। ल यो 1 र 2 कोमा पहिला गरिसकेको छु, म आज 3 को गरिदिन्छु। तपाईँ यहाँ हेर्न सक्नुहुन्छ 1 2 3 2 5 1 9 3 2 दिएको छ। यसको चाहिँ हाम्रो डिटरमिनेन्टको भ्यालु कसरी निकाल्न सकिन्छ त भने तपाईँ ध्यानले हेर्नु है त सबजनाले। यो चाहिँ तपाईँको चाहिँ 2 मार्क्स खाले क्वेसन हो, एक्जाममा म्याक्सिमम सोधिरहेको हुन्छ। हामीले यहाँ के दिइरहेको छ भने ए भनेर तपाईँलाई यहाँ क्वेसनमा ध्यानले हेऱ्यो भने हामीले यहाँ दिइरहेको छ 1 2 3 ए मान है र चाहिँ हामीसँग फेरि 2 5 1 9 3 2 भनेर यसरी डिटरमिनेन्ट दिइरहेको छ। यो डिटरमिनेन्ट हामीले कसरी सल्भ गर्न सकिन्छ भने सिम्पल हुन्छ। तपाईको रुल्स बुझ्न पर्छ। यो 3x3 म्याट्रिक्समा तपाईको रुल्स के हुन्छ भने यो प्लस माइनस प्लस माइनस प्लस माइनस प्लस माइनस प्लस यो रुल्स पनि तपाईले थाहा पाउनु पर्ने हुन्छ है त। अब तपाईले र 1 बाट गर्नुहुन्छ भने यो प्लस माइनस लिनु होला, र 2 बाट गर्नुहुन्छ भने यो प्लस माइनस लिनु होला, र 3 बाट गर्नु भएको छ भने यो प्लस माइनस लिनु है त। र बाट हैन म र बाट गर्दिन, म कलमबाट गर्छु भनेर यदि कलम 1 बाट गर्नु भएको छ भने यसरी प्लस माइनस लिनु होला, कलम 2 बाट गर्नु भएको छ भने यसरी प्लस माइनस लिनु होला, र कलम 3 बाट गर्नु भएको छ भने यसरी प्लस माइनस तपाईले लिनु होला है त। सबै बेस्ट सजिलो तरिका भनेको तपाईको र 1 बाट यसरी र 1 बाट तपाईले सल्भ गर्दा सजिलो हुन्छ। अब तपाई यहाँ यो यसलाई एक्सपेन्ड गर्ने त म र 1 बाट एक्सपेन्ड गरिदिन्छु ल। र 1 मा के तपाईको सुरुमा यहाँ 1 छ, यो र 1 भयो 1 मा छ, 1 मा प्लसको साइन छ भने तपाईँ यहाँ चाहिँ प्लस अगाडि प्लस चाहिँ लेख्नु पर्छ, फर्स्टको चाहिँ प्लस लेख्नु पर्दैन अनि 1 को 1 लेखिदिनु होला। यो 1 लेखेपछि यो 1 को के सीधा हामीले लिन पाइन्न है त। 1 को सीधा लिन पाइन्न। यहाँ 5 1 3 2 लेख्न पर्यो है त। यहाँ के लेख्न पर्यो 5 1 3 र 2 लेख्न पर्यो। अब यो 2 लिन पर्यो। यो 2 लिँदा चाहिँ हाम्रो यहाँ के हुन्छ भने यहाँ माइनस छ, यहाँ माइनस छ हेर फर्मुलाको। त्यही भएर चाहिँ हामीले यहाँ के गर्न सकिन्छ भने माइनस गर्न सकिन्छ र यो 2 को मैले यहाँ के गरेँ 2 गरिदियो। यदि बाइचान्स अस्ति एकजना विद्यार्थीले कति यहाँ यस्तो क्वेसनमा झुकिरहेको थियो, बाइचान्स भोलि यो 2 को अगाडि यदि मैले यहाँ यो 2 को अगाडि यदि माइनस भएको भए मैले के गर्न सकिन्छ यो फर्मुलाको माइनसको यहाँ माइनस लेखिन्थ्यो र यो माइनसले फेरि यहाँ के गरिदिन्थ्यो प्लस गरिदिन्थ्यो। त्यो पनि हामीले बुझ्न पर्छ। फेरि अस्ति एकजना विद्यार्थी कसरी प्लस आयो गरे कसरी माइनस आयो गरे त्यो रुल्स पनि जाँदै नजाँदा रुल्स अनुसार ख्याल राख्नुलाई। त्यो भएर चाहिँ ध्यानले जानु। यहाँ चाहिँ यो 2 मा ठेक्क माइनस थियो, माइनस भयो। यदि यो 2 को पनि माइनस भयो, यो 2 को पनि आफ्नै पनि माइनस भएको चाहिँ यो माइनसले फेरि यो माइनस यहाँ प्लस पनि गर्न पर्थ्यो, त्यो पनि हामीले हेर्न पर्छ। यो 2 को सीधा लिन पाइन्न। तपाईँ यहाँ 2192 भयो हामीसँग है। यहाँ तपाईँको चाहिँ कति भयो गरे यहाँ चाहिँ 2192 भयो। र त्यसै गरी फेरि अब यो 3 मा जाऊँ। 3 मा चाहिँ मेरो यहाँ के छ प्लस छ, यहाँ मैले चाहिँ +3 राख्न पाएँ। भोलि मेरो यो 3 मा फेरि तपाईँको भोलि यदि यो -3 भएको भए प्लसको साथमा -3 भएको भए चाहिँ मैले के गर्न पाइन्थ्यो थाहा छ, यो प्लस भए पनि यो -3 ले फेरि यो प्लसलाई पनि के गरिदिन्थ्यो -3 गरिदिन्थ्यो। त्यो पनि हामीले सोच विचार गर्न पर्छ। फेरि कसरी यहाँ त प्लस हुनुपर्ने कसरी माइनस आयो, यहाँ माइनस हुनुपर्ने कसरी प्लस आयो भनेर अस्ति एकजना विद्यार्थी मलाई हैरान पारेको थियो। नाम चाहिँ म लिन्न, आफै बुझ्नु होला। यहाँ 9 र कति तपाईँ यहाँ चाहिँ 3 गर्न सकिन्छ यहाँको। यसरी यति गरेपछि र अर्को चाहिँ कहाँ कन्फ्युज भएको थियो त्यो पनि भनिदिन्छु। अब अर्को चाहिँ त्यसपछि हामीले यो 1 को 1 राखिन्छ। अब यो प्लस माइनस कसरी यहाँ पनि इन्टु गर्दा तपाईँ मैले कसरी सिकाएको थियो याद छ कि याद छैन तपाईँलाई यसरी हामीले के गर्न पर्छ अरे मल्टिप्लाई गर्न पर्छ। फर्स्टमा यो 5 ले 2 लाई गर्न पर्छ। 5 2 जा कति हुन्छ यहाँ तपाईँको 10 हुन्छ है, यसलाई है त। 5 2 जा कति भयो 10 भयो। तलदेखि माथि जाँदा के हुन्छ माइनस हुन्छ है। तलदेखि माथि जाँदा के हुन्छ माइनस हुन्छ। फेरि 3 ले 1 कति हुन्छ 3 1 कति हुन्छ 3 हुन्छ। यो माइनस कहाँबाट आयो गरे यो प्लस कहाँबाट आयो गरे यसो भनेर तपाईँले मलाई विद्यार्थीले हैरान पाएछ। बुझिराखेको कुरा चाहिँ यो अस्तिजना विद्यार्थीले यहाँ त माइनस हुन पर्ने प्लस कसरी आयो गरे है त। यो कुरा चाहिँ बुझिराख्नु ल। यो कुरा भोलि त यो 5 2 जाँदा 10 भयो, तलदेखि माथि जाँदा मेरो के भयो माइनस भयो। बाइचान्स भोलि यो माइनसको अगाडि मेरो यो 1 को अगाडि यदि मेरो यहाँ यो 1 को अगाडि यदि मेरो -1 भएको भए यो फर्मुलाको माइनस हुन्थ्यो। 3 1 त के हुन्थ्यो 3 हुन्थ्यो -3 हुन्थ्यो। त्यो माइनसले फेरि यो माइनस यहाँ के गर्थ्यो फेरि प्लस गर्थ्यो। त्यो पनि हेर्न पर्छ हो। त्यस्तो खाले क्वेसन आएको थियो यहाँ माइनस थियो, त्यो माइनसले यहाँ प्लस गरिदिएको थियो। कहाँबाट प्लस आयो कसरी प्लस आयो
यो यति सिम्पल कुरा पनि दिमागमा राख्न सकिथिन ल अब यहाँ जाउँ यहाँ 2 को -2 को 2 जाउँ अब यहाँ पनि तपाईँको 2 2 जा यहाँ कति भयो तपाईँ यहाँ चाहिँ 4 भयो है त माथि तल इन्टु गर्दा 4 भयो तलदेखि माथि जता फर्मुलाको माइनस हुन्छ 9 1 जा कति भयो तपाईँको 9 हुन्छ है दिमाग राख्नु फेरि र त्यसरी प्लसको प्लस 3 को 3 2 3 जा यहाँ कति हुन्छ 6 हुन्छ तलदेखि माथि गर्दा चाहिँ माइनस हुन्छ 9 5 चाहिँ कति हुन्छ तपाईँ चाहिँ 45 भयो हामीसँग अब यो चाहिँ 1 को 1 राख्नु होला 10 मा 3 घटायो भने 7 आउँछ 2 को 2 भयो 4 मा 9 घटायो भने -4 आउँछ प्लस को प्लस 3 को 3 हामीसँग भयो 6 मा 45 घटायो भने यो कति आउँछ -39 आउने भयो है त यति गरेपछि मैले अब यो कति हो 1 ले 7 लाई इन्टु गर्नु 7 यहाँ आएको रे अब 2 ले है यहाँ पनि माइनस छ यहाँ पनि माइनस छ यो माइनस यहाँ के हुन्छ प्लस हुन्छ हो यसो सोच विचार गर्नुपर्छ फेरि 2 5 यहाँ कति हुन्छ फेरि 10 यो फेरि प्लस कहाँबाट आयो भनिदिन्छ फेरि ख्याल तपाईँको बानी नराम्रो छ फेरि अब फेरि यहाँ के छ फेरि यो प्लस छ यो माइनस छ माइनसको प्लसलाई यहाँ के गर्छ माइनस गर्छ यो सोध्नुपर्छ फेरि यहाँ त प्लस थियो हजुर यहाँ किन माइनस लेख्नु भएको भनिन्छ फेरि विद्यार्थीको त भइराख्दैन तपाईँको त फेरि यहाँ कति आउँछ तपाईँ यहाँ चाहिँ 117 आउने भयो अब क्यालकुलेटर हाम त यसको अगाडि के छ भने प्लस हुन्छ माइनस हुन्छ गर्दा तपाईँ यहाँ कति आउँछ भने ठ्याक्कै -100 आउँछ प्लस माइनस हान्नु तपाईँको ठ्याक्कै आउँछ कति आउँछ 100 मा आउँछ यति गरेको तपाईँ कति मार्क्स पाउँछ भने 2 मार्क्स पाउँछ यसमा चाहिँ यहाँ ठ्याक्कै -100 दिइरहेको छ यो सब हिसाब त्यसरी गर्ने है त यति यो सबै हिसाब त्यसरी गर्दा तपाईँको चाहिँ यहाँ कति आएको छ भने तपाईँको चाहिँ 2 मार्क्सको क्वेसन भयो है त दिमाग 2 मार्क्सको क्वेसन आयो भने यस्तो खाले क्वेसन आउने गर्छ अब जान्छु म 15 मार्क्स खाले क्वेसनतिर दोस्रो 10 मार्क्स खाले क्वेसन थियो है त 10 मार्क्स खाले क्वेसन तपाईँ दिनु भएको छ नि यसरी पोस्ट अपने है 2081 सालमा 81 को अस्ति नै गरिसकेको छु एक देख्न चाहिँ यहाँ तपाईँ सल्भ द फलोइङ इक्वेसन बाई युजिङ द डिटरमिनेन्ट एउटा डिटरमिनेन्ट मेथड भनेको चाहिँ अब मैले गरिदिन्छु आएको चाहिँ के छ अर म्याट्रिक्स मेथड यही क्वेसनमा तपाईँको दुई तरिकाले गर्न मिल्छ र डिटरमिनेन्टको तरिकाले गर्न मिल्छ भने यो डिटरमिनेन्टलाई चाहिँ हामीले क्यामर्स रुल्स पनि भन्ने गर्छ है त डिटरमिनेन्टको मेथडबाट गर्न सकिन्छ भने अर्को चाहिँ के छ म्याट्रिक्स मेथड अलिकति झ्याउ हुन्छ लामो पनि हुन्छ यहाँ चाहिँ प्लस माइनस बिग्रने चान्स बढी हुन्छ तपाईँको हेरेर एउटै क्वेसनलाई दुईटा मेथड भने जुनबाट तपाईँलाई सुटेबल लाग्छ त्यहीबाट गर्नु भनेको छ इक्जाममा यस्तो आउने गर्छ यो डिटरमिनेन्टको मेथडबाट कि त म्याट्रिक्स मेथड भनेको चाहिँ अर्को च्याप्टरको हो तर एउटै क्वेसनलाई तपाईँलाई इक्जाममा चाहिँ आजभोलि एउटै क्वेसन दिन्छ यो क्वेसन तपाईँले अब डिटरमिनेन्ट गर्न लाग्यो भने डिटरमिनेन्ट गर भन्छ म्याट्रिक्सबाट गर्न लाग्यो म्याट्रिक्स तपाईँको इच्छा जुनबाट गरे पनि हुन्छ एन्सर चाहिँ एउटै आउँछ यो है तपाईँ यहाँ देख्नुहोस् 5x + 3y + z 16 दिएको छ 2x + y + 3z 19 दिएको छ x + 2y + 4 z = 25 दिएको छ हो यसरी सबै क्वेसन छ नि यो सबै क्वेसन एउटा टाइपको छ है यहाँ 70 सम्म सबै एउटा टाइपको छ र पोलसार 2082 सालमा पनि सेम यसरी आएको थियो म चाहिँ कुन क्वेसन गरिदिन्छु भने म तपाईँलाई चाहिँ यहाँ चाहिँ 82 सालको क्वेसन गरिदिन्छु ल म यहाँ क्वेसन सारे ल्याएको छु तपाईँ देख्नु भएको छ 2082 सालमा चाहिँ तपाईँले चाहिँ यहाँ चाहिँ सल्भ द फलोइङ इक्वेसन बाई युजिङ द डिटरमिनेन्ट अथवा म्याट्रिक्स मेथड यो डिटरमिनेन्टलाई चाहिँ के भन्छ तपाईँ थाहा छ अर्को भाषामा चाहिँ यसलाई चाहिँ हाम्रो क्यामर्स रुल्स अनुसार पनि भनेको चाहिँ क्यामर्स रुल्स भनेको र डिटरमिनेन्ट मेथड भनेको सेम नै हो अब यसलाई चाहिँ हामीले सल्भ गर्न पर्यो भने कसरी सल्भ गर्न सकिन्छ त भनेर फेरि तपाईँले यसलाई सल्भ गर्न परेको छ भने सबैभन्दा पहिला हामीले यहाँ के गर्न सकिन्छ तपाईँले अब दिमागमा कन्सेप्ट राख्नु पर्यो तपाईँलाई मैले पहिला सिकाइसकेको छु हामीले यहाँ सबैभन्दा पहिला के गर्न पर्छ भने कोएफिसिएन्ट अफ x कोएफिसिएन्ट अफ y हामीले यसरी गरेर राख्नुपर्ने हुन्छ है त सबैभन्दा पहिला हामीले यहाँ के लेख्न सकिन्छ भने यो इक्वेसन दिएको छ नि हामी यहाँ लेख्नु यसरी कोएफिसिएन्ट अफ एउटा x को मान्नु होला र तपाईँको कोएफिसिएन्ट अफ तपाईँको यहाँ y को मान्नु होला आएको तपाईँको कोएफिसिएन्ट अफ तपाईँ यहाँ z लेख्नु होला आएको चाहिँ हामीले यहाँ के गर्न सकिन्छ भने कन्स्ट्यान्ट गर्न सकिन्छ है तपाईँले यसरी लिनु होला है त्यो क्वेसन चाहिँ अब कोएफिसिएन्ट भनेको मतलब के हो भने यो x को y को z को जो अगाडिको भ्यालु हुन्छ नि त्यसलाई चाहिँ के भन्छ अरे कोएफिसिएन्ट भनेको छ जस्तो कि तपाईँको हेर्न सक्नुहुन्छ इक्वेसन 1 मा जाम इक्वेसन 1 मा यो x को अगाडि कति नम्बर दिएको छ 2 दिएको छ प्लस माइनसको के साइन छैन भने प्लस हो यहाँबाट 2 लेख्न पायो यो कोएफिसिएन्ट x भयो अब कोएफिसिएन्ट y मा जाऊ y को अगाडि केही छैन है त के छ 1 छ के छैन 1 मान्नुपर्छ यहाँ माइनसको साइन छ भने चाहिँ माइनसको साइन चाहिँ लेख्नुपर्छ -1 गर्नुपर्छ है त प्लसको चाहिँ लेख्न पर्दैन तर माइनसको चाहिँ देखाउनुपर्छ अब z को अगाडि जाम z को अगाडि पनि केही पनि छैन भने यहाँ पनि 1 मान्नुपर्छ तर यसको अगाडि प्लस छ प्लसको साइन चाहिँ हामीले लेखिराख्नु पर्दैन तर माइनसको चाहिँ लेख्नुपर्छ है त पछाडि 2 छ भने यो चाहिँ के भयो कन्स्ट्यान्ट भयो यसरी इक्वेसन 1 को भयो सेम यसै गरी अब हामीले के गर्न पर्छ भने इक्वेसन 2 को गर्न पर्छ इक्वेसन 2 मा पनि तपाईले हेर्न सक्नुहुन्छ x को अगाडि के छैन भने 1 भयो प्लस मै छ y को अगाडि पनि के छैन प्लसमा छ भने पनि +1 नै भयो हामीसँग
जेडको अगाडि चाहिँ -2 छ भने -2 लेख्नुपर्छ। प्लस चाहिँ लेख्नु पर्दैन, माइनस चाहिँ लेख्नुपर्छ। यो लास्टको माइनसको -2 भयो हामीसँग। इक्वेसन 3 मा जाम। एक्सको अगाडि के छ भने यो +1 भइहाल्यो। वाइको अगाडि 2 छ भने +2 लेख्नु होला। जेडको अगाडि के पनि छैन, यो पनि तपाईँको के भयो +1 भयो हामीसँग। यो पनि कति भयो तपाईँको 9 भयो। यसरी गरेपछि कोएफिसिएन्टहरु छुट्याएपछि हामीले सबैभन्दा पहिला यहाँ के गर्न सकिन्छ भने अब नाउँ लेखौँ। अब सबैभन्दा हामीले डी निकाल्नु पर्छ। डी भनेको चाहिँ हामीले कहाँबाट निकाल्न पर्छ भने डी भनेको चाहिँ हामीले यो एक्स को वाई को र जेडबाट एक्स वाई जेडबाट पनि निकाल्न पर्छ। तपाईँको जस्तो कि 2 1 1 -1 1 2 1 -2 1 यसरी तपाईँको कोएफिसिएन्ट एक्सबाट कोएफिसिएन्ट वाईबाट र कोएफिसिएन्ट जेडबाट तपाईँको डी निकाल्न पर्छ। यो डी कसरी निकाल्ने भन्दा मैले भर्खरै जसरी यो 2 मार्क्स खाले क्वेसन गरेको थिएँ नि, सेम त्यसरी नै तपाईँ यसलाई पनि के गर्नुपर्छ एक्सपेन्ड गर्नुपर्छ। ल म कहाँबाट जान्छु भने र 1 बाट जान्छु। र 1 भनेको थाहा छ के हो, प्लस माइनस प्लस, यो रुल्स अनुसार खोल्न पर्छ है त। अब खोल्नु ल। फर्स्टमा यो 2 लिन्छु। यो मैले 2 लिएँ भने है त, यो 2 लिएँ भने तपाईँ हेर्न सक्नुहुन्छ यसको मैले सीधा लिन पाइन्न। भनेपछि यहाँ 1 -2 आयो, 1 -2 आयो, 2 र यहाँ के आयो 1 आयो। त्यसै गरी यो -1 है नि, यहाँ के छ साइन बिचमा चाहिँ माइनसको साइन छ, मैले माइनसको साइन भयो है त। यो 1 के छ माइनसमा छ, यो -1 ले यो माइनसमा यहाँ के गरिदियो यसरी प्लस गरिदियो। यसरी हेर्नुपर्छ यो साइनबाट कहाँबाट चेन्ज भयो, या त माइनस हुनुपर्ने कसरी प्लस आयो, कसरी माइनस हुनु पर्यो। त्यसो तपाईँको लास्ट क्वेसन गर्नुहुन्छ। हल्का छ आफ्नो दिमाग पनि लगाउन सक्नुहुन्छ तपाईँले चाहिँ है त। खोला भनेको आफै बुझ्नु है। आज मैले म भन्दैन, तपाईँ यहाँ नाम चाहिँ लिनु र त्यसपछि यो 1 जम्मा भयो। 1 को सीधा लिन पाइनँ। 1 -2 आयो, 1 -2 आयो, 1 र 1 आयो। अब कहाँ आयो फेरि यहाँ चाहिँ मेरो के छ प्लसको साइन छ, यहाँ यो पनि प्लसले छ, प्लसै राख्नु पऱ्यो। त्यसो भए यदि यो -1 भएको भए यो -1 ले प्लस र फेरि माइनस पनि गरिन्छ, त्यो पनि हामीले हेर्नुपर्छ फेरि ख्याल राख्नु। यसको सीधा लिन पाइनँ। 1 1 1 र यहाँ के भयो तपाईँको 2 भयो। अब इन्टु गरौँ ल। इन्टुको तपाईँलाई मैले के सिकाएको थियो, अगाडि 2 को 2 लेख्नु होला, ब्र्याकेटमा लेख्नु होला। फर्स्टमा एले एलाई इन्टु गर्नु, 1 ले 1 लाई इन्टु गर्दा यहाँ कति हुन्छ 1 हुन्छ। 1 ले 1 लाई गर्दा 1 भयो। तलदेखि माथि जाँदा फर्मुलाको माइनस भयो है त। फेरि यो 2 ले -2 लाई गर्दा कति हुन्छ -4 हुन्छ। त्यो -4 ले यो माइनसलाई यहाँ के गर्छ +4 गरिदिन्छ। हो यसरी बुझ्नुपर्छ। यहाँ त हजुरको त माइनस हुनु पनि कसरी प्लस आयो भनेर फेरि क्या लाग्यो। फेरि +1 को 1 भयो हामीसँग। 1 ले 1 लाई गर्दा कति भयो 1 भयो। तलदेखि माथि जाँदा माइनस भयो। अब 1 ले -2 लाई गर्दा कति हुन्छ -2 हुन्छ। त्यो -2 ले माइनसलाई यहाँ के गर्छ +2 गरिदिन्छ। यसरी ख्याल राख्नु तपाईँको जी। +1 को 1 गयो, 1 ले 2 लाई गर्दा 2 भयो। तलदेखि माथि जाँदा माइनस हुन्छ, 1 1 चाहिँ कति हुन्छ 1 नै भयो हामीसँग। यसरी यो 2 को 2 भयो, 1 र 4 जोड्दा कति हुन्छ 5, +1 को 1, 1 र 2 चाहिँ कति भयो 3 भयो, प्लसको प्लस 1 को 1, 2 मा 1 गर्दा कति हो 1 भयो। र त्यसपछि हामीसँग यहाँ चाहिँ तपाईँको चाहिँ यहाँ 2 5 कति भयो तपाईँ यहाँ चाहिँ 10 भयो हामीसँग। यो प्लस तपाईँ 3 भयो, यो तपाईँ कति भयो +1 भयो। यो सबै जोड्दा हाम्रो यहाँ कति आउँछ भने 14 आउँछ। यसरी मैले सबैभन्दा पहिला यहाँ के निकाल्न पर्छ भने मैले यहाँ चाहिँ डी निकाल्न पर्छ है त। दिमाग राख्नु होला, के निकाल्न पर्छ अरे डी निकाल्न पर्छ। अब डी निकालेपछि अब त्यसपछि हामीले के निकाल्न पर्छ फेरि D1 निकाल्न पर्छ। अब D1 पनि सेम यही तरिकाले निकाल्ने हो, तर के गर्न पर्छ भने अब जो तपाईँको यो कोएफिसिएन्ट x छ नि, कोएफिसिएन्ट x, यो कोएफिसिएन्ट x भनेको 2 1 1 हैन। यसको साटो चाहिँ तपाईँलाई अब के गर्न पर्छ भने यो कन्स्टेन्ट राखिदिनु पर्छ। y र z त्यही राख्नु होला। x को साटो D1 निकाल्दा x को साटो कन्स्टेन्ट राख्नुपर्छ। D2 निकाल्दा फेरि y को साटो यो राख्नुपर्छ। D3 निकाल्दा फेरि z को साटो कन्स्टेन्ट राख्नुपर्छ। अब मैले चाहिँ D1 निकाल्न गरे, त्यही भएर D1 निकाल्न छ भने कोएफिसिएन्ट x को साटो तपाईँले कन्स्टेन्ट राख्नु होला। बाँकी y र z को चाहिँ सेम त्यही नम्बर राखिदिनु होला है त। जस्तो तपाईँ हेर्न सक्नुहुन्छ फर्स्टमा चाहिँ x को साटो तपाईँले यहाँ चाहिँ कोएफिसिएन्टको 2 -9 र 9 राखिदिनु होला। बाँकी y र z को चाहिँ सेम त्यही राख्नु होला। -1 1 2 1 -2 1। फेरि यसलाई पनि तपाईँले सेम यही तरिकाले तपाईँलाई पनि के गर्न सक्नुहुन्छ भने यो माथि जस्तो एक्सपेन्ड गर्नु होला है त। म यहीँबाट गर्छु, र 1 बाटै गर्छु ल। यहाँ पनि तपाईँको फर्स्टमा 2 को 2 लिनु होला। यसको सीधा लिन पाइन्न। यहाँ 1 -2 यहाँ है, यो -2 र 2 1 भयो। 1 -2 2 र यहाँ 1 भयो हामीसँग। यो फर्मुलाको माइनस भयो। यो -1 ले के गर्छ यहाँ +1 गरिदिन्छ। यसको सीधा लिन पाइन्न। यहाँ कति हुन्छ -9 -2 9 र 1 भयो। -9 9 -2 र कति भयो 1 भयो। अब हामीले है यो 1 को साटो प्लस छ, +1 भयो हामीसँग। यसको सीधा लिन पाइन्न। -1 9 9 र 2 भयो, र 9 यहाँ कति भयो 2 भयो। यसरी तपाईँको लिनु होला। यति लिएपछि अब हामीले के गर्न सकिन्छ भने अब फेरि इन्टु गरिन्छ। म यहाँ डाइरेक्ट गरिदिन्छु ल। यसरी 2 को 2 मानौँ। 1 ले 1 लाई गर्दा 1 भयो करे,
तलदेखि माथि जाँदा माइनस भयो 2 2 जा कति 2 ले माइनस 2 कति हुन्छ -4 हुन्छ -4 ले 1 ले गर्दा यहाँ माइनस के +4 गरिदिन्छ +1 को 1 भयो -9 ले 1 ले गर्दा कति हुन्छ -9 हुने भयो तलदेखि माथि जाँदा के हुन्छ माइनस हुन्छ 9 ले 2 माइनस 2 ले गर्दा कति हुन्छ -18 हुन्छ माइनसले माइनस यहाँ के हुन्छ प्लस गरिदिन्छ प्लसको प्लस 1 को 1 गर्नु होला -9 ले 2 ले गर्दा कति हुन्छ -18 हुने भयो है त तलदेखि माथि जाँदा कति हुन्छ माइनस हुन्छ 9 1 जा 9 कति हुन्छ भयो 9 नै हामीसँग भयो यसरी यति गरेपछि है त तपाईहरु सक्नुहुन्छ अब हामीले के गर्न सकिन्छ त्यसपछि यो तपाईको यहाँ चाहिँ 2 को 2 राख्नु होला यो 5 हुने भयो त्यसपछि फेरि तपाईको यहाँ +1 को 1 राख्नु होला यो तपाईको 9 भयो हामीसँग त्यसै गरी फेरि तपाईको फेराको के छ तपाईको फेरि यहाँ +1 को 1 राख्नु होला यो -27 भयो यसरी हामीले यो हिसाब यहाँ गर्न सकिन्छ हामीसँग र त्यसपछि चाहिँ अब हामीले चाहिँ यहाँ के गर्न सकिन्छ अब इन्टु गर्नु त्यसपछि इन्टु गर्नु भयो भने तपाईको यहाँ कति आउँछ भने यो तपाईं हेर्न सक्नुहुन्छ पक्का मैले केही मिस्टेक त गरेको छैन यो कति हुन्छ तपाईँ यहाँ 10 हुने भयो हामीसँग है अब यसले लाग्दा तपाईँ यहाँ कति हुन्छ +9 भयो हामीसँग भयो र फेरि यसले लाग्दा तपाईँ यहाँ कति हुन्छ माइनस तपाईको 27 भयो अब फेरि तपाईको यो जोड घटाउ गर्दा कति आउने रहेछ तपाईको यहाँ सक्नुहुन्छ तपाईँ यहाँ पनि तपाईको 10 + 9 + 9 -27 गर्नु होला र ठ्याक्कै यहाँ कति आएको छ भने तपाईको चाहिँ यहाँ चाहिँ -8 आएको छ तपाईको हेर्न सक्नुहुन्छ यहाँ चाहिँ र त्यसपछि फेरि यसको नि हाम्रो यहाँ पालो भ्याइहाल्छ है त्यसपछि अब त्यसपछि यहाँ कसको पालो आउँछ यहाँ D2 निकाल्न पर्यो D2 मा फेरि तपाईको फेरि x को चाहिँ जस्ताको त्यस्तो सार्नु होला 2 1 1 लेख्नु फर्स्टमा चाहिँ 2 1 1 भयो हामीसँग है त फर्स्टमा चाहिँ जस्ताको त्यस्तो हामीसँग र सेकेन्डमा फेरि तपाईको फेरि y को साटो तपाईँ अब के राख्न पर्यो गरे कन्स्ट्यान्ट राख्न पर्यो तपाईँ यहाँ चाहिँ मैले अलिकति मिस्टेक गरेको छु यहाँ चाहिँ क्वेश्चन सार्दा मिस्टेक सारेछ है यो चाहिँ -2 रहेछ यहाँ चाहिँ क्वेश्चन सार्दा चाहिँ -2 रहेछ त्यसले मैले अलिकति कन्फ्युज भइसक्यो यहाँ चाहिँ मैले -2 राख्नु पर्ने हो यहाँ -2 है पक्का मिस्टेक भएछ अलिकति यहाँ -2 राख्नु होला यहाँ -2 राख्नु होला त्यो आन्सर किन आएन भने चाहिँ मनमा सोचेको छु कि भने यो चाहिँ -10 हुन्छ है त यो गर्दा तपाईँको चाहिँ कति -28 हुन्छ यो चाहिँ तपाईँको ल अब चाहिँ मिल्छ है ल त्यसपछि हामीसँग फेरि यहाँ पनि तपाईँको -2 -9 र 9 भयो हामीसँग है त बिचमा चाहिँ त्यसपछि आएको चाहिँ y को z को फी कति छ तपाईको यहाँ फेरि तपाईको चाहिँ z को फी तपाईको फेरि यहाँ हेर्यो भने 1 -2 र 1 दिएको छ तपाईको है त ल अब D2 निकाल्नु D2 पनि सेम यही तरिका तपाईको इन्टु गर्नु होला यहाँ पनि र 1 बाटै खोलिदिन्छु है ल म यहाँ पनि तपाईको फर्स्टमा 2 लिइहालौँ 2 लिनुभयो भने यसको सिधा सिधा लिन पाएन -9 9 -2 र 1 लिन पायो अब बिचमा माइनसको माइनस लियौँ फेरि यो -2 ले यहाँ +2 गरिदिन्छ सिधा सिधा लिन पाएन 1 1 यहाँ तपाईँ कति आउँछ -2 र 1 आयो फेरि यो +1 को +1 लिनु होला यसको सिधा सिधा लिन पाएन 1 -9 1 र कति आउँछ 9 आउँछ यहाँ पनि तपाईँको 2 को 2 -9 ले 1 ले गर्दा तपाईँ कति हुन्छ -9 भयो तलदेखि माथि जाँदा माइनस हुन्छ यो माइनसले यहाँ के हुन्छ प्लस गर्छ 18 भयो हामीसँग +2 को 2 1 1 जा 1 भयो तलदेखि माथि जाँदा माइनस हुन्छ माइनस यहाँ के हुन्छ प्लस हुन्छ यहाँ 2 को 2 भयो हामीसँग +1 गर्नु भयो 1 ले 9 गर्दा 9 भयो तलदेखि माथि जाँदा माइनस हुन्छ यो माइनस यहाँ प्लस गरिदिन्छ यहाँ 9 भयो हामीसँग भयो 2 को 2 यो 9 भयो +2 को 2 यो 3 भयो +1 यो कति भयो तपाईँ यहाँ चाहिँ 18 भयो अब यो फेरि तपाईँ यो पनि तपाईँले के गर्न सकिन्छ भने यहाँ तपाईँले यहाँ चाहिँ इन्टु गर्न सकिन्छ अब यसलाई इन्टु गर्दा चाहिँ यो कति आउँछ तपाईँको चाहिँ 18 आयो यो 6 आयो यो तपाईँको फेरि यहाँ पनि कति आयो 18 आयो है त यो सबै तपाईँको जोडिदिनु तपाईँको ल 18 6 18 जोडा यो ठ्याक्कै कति आएको छ भने 42 आयो सेम यसै गरी अब हामीले के गर्न सकिन्छ भने D3 निकाल्न सकिन्छ D3 मा पनि तपाईँको x को चाहिँ जस्ताको त्यस्तै सार्नु होला यहाँ पनि तपाईँले है त 2 1 1 फेरि
वाईको पनि जस्तो त्यस्तो सार्नु होला -1 1 र 2 -1 1 र तपाईँको 2 भएसँग भयो र त्यसपछि फेरि लास्टको चाहिँ फेरि जेडमा फेरि तपाईँले यो कन्स्टेन्ट राख्नु पऱ्यो हामीसँग है त -2 -9 र यहाँ 9 राख्नु पऱ्यो फेरि यसलाई पनि तपाईँ त्यसरी खोल्नु तपाईँलाई पनि र 1बाट खोल्नु होला र 1को मतलब तपाईँ यहाँ फर्स्टमा 2 लिनु होला 2 लिनुभयो भने सिधा सिधा लिन पाइन 1 -9 2 र यहाँ कति भयो तपाईँको 9 भयो हामीसँग भयो यो फर्मुलाको माइनस यहाँ फर्मुलाको माइनस भयो यो -1 ले यहाँ के गरिदिन्छ प्लस तपाईँको यहाँ 1 गरिदिन्छ यसको सिधा सिधा लिन पाइन 1 1 -9 र 9 भयो अब यहाँ तपाईँको के हुन्छ यहाँ तपाईँको फर्मुलाको प्लस हुन्छ गरे त्यो फर्मुलाको प्लसलाई -2 ले के गरिदिन्छ -2 गरिदिन्छ है त प्लसलाई -2 ले माइनस गरिदिन्छ यसको सिधा सिधा लिन पाइन 1 1 र 1 र तपाईँ कति तपाईँको 2 आउने भयो ल यसको पनि तपाईँ यहाँ 2 को 2 लेख्नु होला 1 ले 9 ले गर्दा 9 हुन्छ तदेखि माथि जाँदा माइनस हुन्छ यो माइनस यहाँ प्लस गरिदिन्छ 2 9 चाहिँ कति हुन्छ यहाँ तपाईँको चाहिँ 18 भयो प्लसको प्लस 1 को 1 भयो 1 ले 9 ले गर्दा 9 भयो तदेखि माथि जाँदा माइनस हुन्छ यो माइनस यहाँ के हुन्छ प्लस गरिदिन्छ 1 9 चाहिँ यो 9 भयो 2 को 2 भयो 1 ले 2 ले गर्दा 2 भयो तदेखि माथि जाँदा माइनस हुन्छ 1 1 चाहिँ कति हुन्छ 1 भयो है त यसरी तपाईँको गरेपछि अब यो कति हो तपाईको यहाँ 2 को 2 लेख्नु होला 9 र 18 जोड्दा कति हुन्छ 27 भयो 1 को 1 9 र 9 जोड्दा कति हुन्छ 18 हुने भयो है यो 2 को 2 भयो 2 मा 1 गर्दा यो 1 भएसँग 27 दुना कति भन्छ 54 भयो यो 18 भयो यो 2 भयो अब यो पनि जोड घटा गरौँ ल 54 प्लस 18 माइनस 2 गर्नु तपाईको र यो ठ्याक्कै कति आउँछ भने 70 आउँछ यसरी हामीले के गर्न सकिन्छ भने यसको भ्यालु पनि यहाँ निकाल्न सकिन्छ यो सबैको भ्यालु निकालेपछि अब बल्ल हामीले के गर्न सकिन्छ भने हामीले यहाँ चाहिँ तपाईले हाम्रो डिटरमिनेन्टको भ्यालु सोधेको अरे डिटरमिनेन्ट भन्छ है दिमाग राख्नु होला डिटरमिनेन्ट गरेको छ भने फेरि तपाईले यहाँ के गर्न पर्छ भने है त ल हामी यहाँ के गर्न सकिन्छ भने बाई युजिङ क्यामर्स रुल्स भन्नु है त यसरी क्यामर्सको रुल युज गरिन्छ भन्नु होला क्यामर्सको रुल्स युज गर्दा तपाईले के गर्न पर्छ भने सबैभन्दा पहिला एक्स निकाल्न छ भने d1 लाई d ले भाग गर्नु होला y को भ्यालु निकाल्न छ भने d2 लाई फेरि d ले भाग गर्नु होला फेरि z को भ्यालु निकाल्न छ भने फेरि d3 लाई तपाईको d ले भाग गर्नु है त यहाँ तपाईको चाहिँ के छ भने d1 कति आको छ -28 आको छ यो -28 आको d कति आथ्यो गरे 14 आथ्यो d2 कति आको छ मेरो यहाँ चाहिँ 42 आको छ d2 मेरो यहाँ 42 आको छ यसलाई पनि तपाईको 14 ले भाग गर्न पर्यो d3 कति आको छ रे 70 आको छ अनि यहाँ पनि तपाईले फेरि 70 र तपाईले यहाँ पनि 14 ले भाग गर्नु होला 14 2 जा कति हुन्छ 28 हुन्छ -2 भयो 14 3 जा कति हुन्छ 42 हुने भयो हामीसँग र 14 5 जा कति हुन्छ 70 हुन्छ भन्छ यति गरेको तपाईलाई कति मार्क्स पाउँछ भने तपाईको चाहिँ 10 मार्क्स पाउने भन्छ यो तपाईको अर्को चाहिँ यो चाहिँ तपाईको डिटरमिनेन्टको रुल्सबाट भएको यो सजिलो छ अर्को चाहिँ तपाईँ त्यहाँ हामीले म्याट्रिक्स मेथड पनि भनेको छ म्याट्रिक्स मेथड फेरि तपाईको झ्याउ छ त्यसमा चाहिँ हामीले a इन्भर्स बराबर है हामीसँग ax यसो b गरेर हामीले यो सबै निकालेर सरी x बराबर तपाईको है हामीसँग त यसरी तपाईको a इन्भर्स यसरी b गरेर इन्टु गरेर तपाईको x को भ्यालु निकाल्न पर्ने हुन्छ यो लामो प्रोसेस यो चाहिँ हामीसँग कोफेक्टर के निकाले गर्नुपर्छ तपाईलाई अस्ति सिकाएको छ है त यो चाहिँ कोफेक्टर झमेला छ त्यही भएर चाहिँ तपाईको यही तरिकाबाट तपाईले गर्नु होला 10 मार्क्स को तपाईले आउँछ ख्याल राख्नु यो चाहिँ मैले अलि भक्क गएको क्वेशन चाहिँ 2082 सालमा सोधेको प्रश्न थियो है त आज चाहिँ म्याक्सिमम धेरै जस्तो यस्तै सोधिरहेको छ तपाईले चाहिँ तपाईको डिटरमिनेन्ट गरे पनि चाहिँ म्याट्रिक्स मेथड गरे पनि तर डिटरमिनेन्ट गर्दा तपाईलाई सजिलो भयो है त र यो त भयो तपाईलाई 3x3 म्याट्रिक्स खाले तपाईलाई कहिले कहिले चाहिँ कस्तो हुन्छ भने तपाईको 2x2 म्याट्रिक्स खाले पनि तपाईको यस्तो आउन सक्छ है फेरि तपाईको बाइ चान्स भोलि आइहाल्यो भने 2x3 म्याट्रिक्समा चाहिँ कसरी जस्तो तपाईँ एउटा कुरा भनिदिन्छु ल मैले यहाँ चाहिँ क्वेशन छैन जस्तो म देखाइदिन्छु 2x2 म्याट्रिक्समा तपाईको यहाँ 3x + 2y बराबर तपाईको 5 दिला गरे है त यहाँ फेरि x प्लस तपाईको यहाँ चाहिँ ल 3y बराबर तपाईको यहाँ चाहिँ तपाईको 10 दिला गरे हो रे यस्तो दुईटा मात्रै अघि त कति तपाईको के थियो भने तपाईको चाहिँ तीनटा थियो तीनटा गति x y z है त x y z मा z मा तपाईले सल्भ गर्नु भन्दै यसो है तपाई यहाँ x y z र बराबर 18 यसो दिथ्यो भने यहाँ x र y मात्रै दिएको छ यसरी दुईटा इक्वेसन मात्रै दिएको छ भने हाम्रो झन् सजिलो हुन्छ है यहाँ के गर्ने कोफिसिएन्ट अफ x गर्ने कोफिसिएन्ट अफ तपाई यहाँ y गर्ने आगो तपाई यहाँ सिधा के राख्नु तपाई यहाँ चाहिँ कन्स्टेन्ट राख्ने है यहाँ z छैन है त अघि चाहिँ तीनटा छ भने कोफिसिएन्ट x कोफिसिएन्ट y कोफिसिएन्ट z र कन्स्टेन्ट गर्न पर्छ यहाँ z छैन भने x र y छ भने x y र कन्स्टेन्ट मात्रै गर्न पर्छ यो x को गाडी 3 हुन्छ y को गाडी 2 हुन्छ यो 5 हुन्छ
आएको चाहिँ यहाँ 1 हुन्छ, यो 3 हुन्छ, यो तपाईँको 10 हुन्छ। यसरी गरेपछि यसको पनि यसको चाहिँ हामीसँग D1 निकाल्छ नि। अहिले त तपाईँको 3 to 3 म्याट्रिक्स भएर एक्सपेन्ड गर्न पर्यो। यहाँ चाहिँ तपाईँको चाहिँ अब हामीले D निकाल्न परेको छ भने यस्तो D निकाल्छ जम्मा तपाईँको x र y को मात्रै हेर्नु पर्यो। अघि जो हामीले D निकाल्थ्यो नि, अघि चाहिँ हामीले D निकाल्दा चाहिँ कहाँबाट निकाल्थ्यो, x y z तीनटाबाट निकाल्यो, यस्तो लामो भएको थियो र ठ्याक्कै पाले गरेर र 1बाट हामीले खोलिदियो। र यहाँ चाहिँ के छ भने तपाईँको यस्तो खाले दुईटामा चाहिँ के हुन्छ भने तपाईँको D निकाल्दा छ भने x र y बाट मात्रै। x मा तपाईँको दिएको छ 3 र 1, y मा दिएको छ 2 र 3 दिएको छ। यसरी दिइरहेको छ भने अब हामीले के सकिन्छ, यसलाई इन्टु गरिदिने, यसलाई इन्टु जस्तो कि 3 3 कति हुन्छ तपाईँको 9 भएको रे, तदेखि माथि जाँदा माइनस हुन्छ, 1 2 कति हुन्छ 2 हुन्छ, गर्दा यहाँ कति आउँछ 7 आउँछ। डाइरेक्ट D आइसक्यो। अब फेरि D1 निकाल्न पर्यो। D1 निकाल्दा फेरि तपाईँ के गर्नु पर्यो अरे, x को साटो कन्स्टेन्ट राखिदिनु, कति तपाईँको चाहिँ 5 र 10 राखिदिनु, y को 2 र 3 को 2 र 3 भएसँग यहाँ पनि 5 3 कति हुन्छ 15 हुन्छ, तदेखि माथि जाँदा कति हुन्छ माइनस हुन्छ, 10 2 कति भयो 20 भएसँग यहाँ गर्दा कति हुन्छ, यो तपाईँको फेरि -5 आउँछ। फेरि त्यसो तपाईँ यहाँ D3 निकाल्न पर्छ। D3 निकाल्न छ भने तपाईँ फेरि के गर्न सकिन्छ भने फेरि D3 निकाल्छ भने फेरि यो x को चाहिँ जस्ताको त्यस्तो सार्नु होला, y मा चाहिँ कसको राख्नु पर्यो, तपाईँ कन्स्टेन्ट राख्नु पर्यो। फेरि कन्स्टेन्टको 5 र 10 राख्नु होला। यो पनि 3 5 3 10 चाहिँ कति हुन्छ तपाईँ यहाँ चाहिँ 30 भएको, तदेखि माथि जाँदा माइनस हुन्छ, 1 5 चाहिँ कति हुन्छ 5 हुन्छ, यो तपाईँको कति आउँछ, यो तपाईँको यहाँ चाहिँ 25 आउने भयो। यसरी तपाईँको D1 र D2 निकालेपछि D2 निकालेपछि तपाईँको x y निकाल्न परिन्छ। जस्तो कि तपाईँको x को निकाल्न छ भने D1 लाई D ले भाग गरिदिनु, D1 भनेको -5 लाई 7 ले भाग गर्दा यही नै आन्सर हुन्छ है त, भाग्न मिल्दैन यही नै आन्सर हुन्छ। अब फेरि y निकाल्न छ भने फेरि D2 लाई D ले भाग गर्नु, D2 भनेको 25 लाई 7 ले भाग गर्दा यही नै आन्सर हुन्छ। यसरी तपाईँको हेर्न सक्नुहुन्छ। तपाईँलाई बाइचान्स भोलि कुनै पनि कारणवश तपाईँलाई 3 to 3 म्याट्रिक्स नआएर 2 into 3 म्याट्रिक्स आयो भने यसरी तपाईँले सल्भ गरिदिनु होला है त। इक्जाममा चाहिँ तपाईँले जसरी आउन सक्छ यो गर्छ बुझ्नु है। तपाईँलाई भन्छु यो च्याप्टर चाहिँ म्याक्सिमम तपाईँको 2 मार्क्सको आउने गर्छ र चाहिँ यस्तो प्रुफ गर्ने डाइरेक्ट एक्सप्लेन गरेर 2 मार्क्सको आएको चाहिँ हो यस्तो 10 मार्क्सको आउने गर्छ। दिमाग तपाईँले कन्सेप्ट त्यसरी राख्नु होला ल। र कहिले कहिले क्वेसन फेरि तपाईँलाई ल्याङ्ग्वेज पनि आउन सक्छ। तपाईँलाई दिनु भएको छ नि यहाँ जस्तो कि तपाईँहरूको है म क्वेसन गरेँ जस्ट इक्वेसन मात्रै पाइदिन्छु, बाँकी आफै सल्भ गरौँ। जस्तो कि 75 मा हेर त यहाँ के छ, हरि सेल एउटा कुरा बुझ्ने, सेल भन्यो भने प्लसमा हुन्छ, पर्चेस भन्यो भने केमा हुन्छ माइनस हुन्छ, पर्चेस अथवा 22 भन्यो भने माइनसमा हुन्छ। यहाँ के छ र हरि भन्ने व्यक्ति छ त्यसले चाहिँ 7 सेयरहरू के गर्छ यहाँ बेचेको छ अरे, कसको पी को, र 9वटा सेयर चाहिँ उसले क्यू को के गर्छ यहाँ किनेको छ अरे त। पी को चाहिँ है हरिले चाहिँ के गर्छ, पी को चाहिँ 7वटा सेयरहरू बेचेको छ भने क्यू को चाहिँ उसले के छ 9वटा सेयर किनेको छ है हरिले। फेरि मात्र तपाईँ एउटा हरि भन्ने व्यक्ति थियो गरे है, हरि भन्ने व्यक्ति थियो अरे। यहाँ चाहिँ उसको के गरेको छ भने यहाँ चाहिँ उसले त फर्स्टमा चाहिँ एउटा सेल्स गरेको छ भने र सेल्स चाहिँ उसले के गरेको छ पी को सेल्स गरेको छ भने पाएको चाहिँ के गर्छ उसले फेरि बाई गरेको छ, पर्चेस गरेको छ के फेरि क्यू। फेरि यहाँ के गरेको छ उसले हेर्न सकिन्छ भने बेचेको छ नि 7 पीमा, यो चाहिँ हामीले प्लसमा राखिन्छ। हरिले चाहिँ जो किनेको छ 9 चाहिँ के हो क्यू को, यो चाहिँ के किनेको छ भने तपाईँको -9 हुने भयो, यो हरिको छ है अब सब पालो। र त्यसपछि एन यहाँ 10 इन्क्रिज हिज क्यास बाई कति छ 70, र यसको जो पैसा छ नि किनेर बेच्दा गर्दा है, फर्स्टमा बेच्ने फेरि किन्ने गर्दा चाहिँ उसको पैसा चाहिँ बढेर कति पुग्छ यहाँ तपाईँको चाहिँ 70 पुग्छ भने चाहिँ यो चाहिँ यसको कस्ट हो है त। बढेको छ, बढेको भएको कारण प्लसमा भएको, घटेको छ यो माइनसमा हुन्थ्यो फेरि है तपाईँसँग। यो चाहिँ कसको भयो, हरिको भयो। अब यहाँ के छ फेरि गोपालको, अब फेरि अर्को कसको सुरु हुन्छ यहाँ तपाईँको फेरि गोपालको चाहिँ उसले के गरेको छ भने 9वटा सेल्स फेरि है 9 गोपालले के छ 9वटा सेयरहरू के पीको के छ बेचेको छ भने चाहिँ यो चाहिँ फेरि बेचेको छ भने 9 भयो हामीसँग। फेरि क्यूको चाहिँ उसले के किनेको छ है, कति किनेको 14 भने किनेको छ भने माइनस त भयो 14 भयो। उसको चाहिँ यहाँ पैसा के भएको छ, अघि चाहिँ माथि चाहिँ पैसा बढेको थियो भने यो चाहिँ पैसा घटेको छ, घटेर कति पुगेको छ 80 पुगेको छ भने घटेपछि यो चाहिँ के हुन्छ -80 हुन्छ। यो चाहिँ बढ्यो भने कारण प्लस भएको, यो इन्क्रिज भएको कारणले यो डिक्रिज भयो माइनस भएको है त। यति गरेपछि तपाईँको के हुन्छ थाहा छ नि, यो चाहिँ हामीसँग लेट द यस्तो लेख्नु तपाईँको यहाँ लेट द हामीसँग है त सेयर पी एन्ड सेयर क्यू बी एक्स एन्ड वाई भन्ने मान्नु होला। एन्ड देन बाई द क्वेसन भनेर लेख्नु होला। यहाँबाट तपाईँले एउटा इक्वेसन बनाउनु पऱ्यो। फर्स्टमा यो एक्स हो, यो वाई मानेको चाहिँ पीलाई चाहिँ एक्स मानेको छु, वाईलाई चाहिँ क्यूलाई चाहिँ वाई मानेको छु भने यहाँबाट एउटा इक्वेसन भयो 7x यो माइनस तपाईँको 9y बराबर यहाँ कति छ 70 भनेर इक्वेसन 1 भयो। अब फेरि तपाईँ यो के छ 9x - 14y
बराबर यो के छ फेरि -80 भनेर यो दोस्रो इक्वेसन भयो। अब यसलाई चाहिँ तपाईँले के गर्नुपर्छ सल्भ गर्नु। सेम हो यसरी d1 d2 निकालेर सल्भ गरेर आफै निकाल्न सकिन्छ है त। यो चाहिँ गरिदिनु जस्तो तपाईँलाई भनिदिएको मात्रै हो है त। त्यसै गरी फेरि तपाईँको इक्वेसन यहाँ चाहिँ हामीले इक्वेसन आफै बनाउन पर्छ, त्यति मात्रै डिफ्रेन्ट हो। अब अर्को चाहिँ के छ तपाईँको 2077 मा जाम है त। 2077 मा चाहिँ के छ भने तपाईँ हेर्न सक्नुहुन्छ एन एरोप्लेन हेज 150 सीट्स फर प्यासेन्जर गरे। एउटा एरोप्लेन थियो गरे, जहाज थियो है, त्यसमा कतिवटा प्यासेन्जर बस्दै गरे 150 जना प्यासेन्जर बस्ने जहाज थियो गरे। एभ्री प्यासेन्जर अनि विल टु पे बिजनेस क्लास फेयर इज एलाउड टु क्यारी 30 kg अफ ब्याग्स गरे एन्ड इच गरे, बट द इकोनोमिक क्लास प्यासेन्जर आर रिस्ट्रिक्टेड टु बाई एन्ड क्यारी ओन्ली 20 kg अफ ब्यागेज इच गरे। यहाँ के छ भने यहाँ 150 जना प्यासेन्जर भएको जहाज थियो गरे। त्यो जहाजमा चाहिँ के भएको छ भने दुईवटा क्लास हुन्छ, जस्तै हामीसँग फर्स्ट क्लास सेकेन्ड क्लास थर्ड क्लास हुन्छ, त्यस्तै त्यहाँ जम्मा दुईवटा क्लास थियो। एउटा बिजनेस क्लास थियो गरे, एउटा इकोनोमिक क्लास थियो गरे। बिजनेस क्लासको व्यक्तिलाई चाहिँ के छुट थियो भने उसले चाहिँ 30 kg को ब्यागहरू आफूसँग लान पाइन्थ्यो अरे, अनुमति दिन्थ्यो बिजनेस क्लासको व्यक्तिलाई चाहिँ। तर इकोनोमिक क्लासको व्यक्तिलाई चाहिँ जम्मा 20 kg मात्रै आफूसँग सामानहरू लान पाइने हुन्थ्यो। तपाईँ थाहा छ, तपाईँ जहाजमा जानुभयो भने त्यहाँ एउटा सर्टेन केजी मात्रै लान पाइन्छ कि त्योभन्दा एक्स्ट्रा हामीले लान पाइने थियो। यहाँ चाहिँ के छ भने बिजनेस क्लासले चाहिँ 30 kg एलाउड गरेको थियो भने इकोनोमिक क्लासले चाहिँ जम्मा 20 kg मात्रै एलाउड गर्थ्यो आफूसँग लाने लागि। र इफ ओन्ली 24,000 kg अफ ब्यागेज, मतलब तपाईँको बिजनेस क्लास र इकोनोमिक क्लास दुइटै गरेर जम्मा 4,000 टोटल 4,000 ब्यागेज मात्रै लान पाइन्छ भने फाइन्ड द नम्बर अफ प्यासेन्जर। त्यसो भए नम्बर अफ प्यासेन्जर कति थियो त, मतलब तपाईँको बिजनेस क्लासमा कतिजना थियो र अर्को चाहिँ इकोनोमिक क्लासमा कतिजना प्यासेन्जर थियो भने चाहिँ हामी चाहिँ त हामी सबैभन्दा पहिला तपाईँ यो क्वेसनमा के गर्न सक्नुहुन्छ भने तपाईँले यहाँ चाहिँ लेट द यस्तो लेख्नु बिजनेस क्लास एन्ड इकोनोमिक क्लास अनि बी एक्स एन्ड वाई लेख्नु एन्ड त्यसपछि है एक्स एन्ड वाई लेखेपछि त्यसपछि तपाईँसँग देन बाई द क्वेसनको अनुसार यो जहाजमा कतिजना प्यासेन्जर अट्छ गरे 150 जना प्यासेन्जर अट्छ। त्यो 150 जना प्यासेन्जर भनेको बिजनेस क्लास र इकोनोमिक क्लास दुइटै गरेर, त्यो चाहिँ यहाँ देन बाई द क्वेसन लेखेपछि अब 150 बिजनेस क्लासलाई हामीले एक्स मानेको छु, इकोनोमिक क्लासलाई मैले वाई मानेको छु। यो एक्स र वाई गरेर दुइटै गरेर टोटल कतिजना प्यासेन्जर अट्छ गरे 150 जना प्यासेन्जर अट्छ है। बिजनेस क्लास प्लस इकोनोमिक क्लास गरेर टोटल 150 जना प्यासेन्जर बस्ने जहाज हो है तपाईँसँग। र के छ भने फेरि तपाईँको अब प्यासेन्जर बिजनेस क्लास भनेको त एक्स हो। यो एक्सले चाहिँ कति केजी सामान बोक्न पाइन्थ्यो गरे 30 kg आफूसँग लान पाइन्थ्यो। र वाई भनेको चाहिँ के इकोनोमिक क्लास हो, वाईले चाहिँ कति केजी सामान लान पाइन्थ्यो तपाईँ यहाँ चाहिँ फेरि 20 kg मात्रै सामान लान पाइन्थ्यो गरे। यो बिजनेस क्लास र इकोनोमिक क्लासले गरेर दुइटाले गरेर टोटल कति केजी सामान हुन्छ यहाँ तपाईँको चाहिँ 4,000 kg हुन्छ भनेको चाहिँ दुइटाले जोड्दा फेरि बिजनेस क्लासको र इकोनोमिक क्लासको दुइटा जोड्दा फेरि टोटल 4,000 सम्म लान पाइन्छ भनेको छ। त्यही भएर चाहिँ यसको चाहिँ यहाँ कति आउँछ भने 30x + 20y बराबर 4,000 गरेर फेरि तपाईँको फेरि सेकेन्ड इक्वेसन आउँछ। यो इक्वेसन फर्स्ट भयो, यो इक्वेसन सेकेन्ड भयो। अब यसलाई पनि सेम तपाईँले सेम यसरी तपाईँको सल्भ गर्नु d1 d2 निकालेर तपाईँको यसलाई पनि सल्भ गर्नु। यो पनि 2 × 2 म्याट्रिक्स खाले क्वेसन हो। यो कहिले कहिले चाहिँ आइदिन्छ 10 2 5 मार्क्सको 10 मार्क्सको क्वेसन बाइ चान्स आइहालेन भने तपाईँको 5 मार्क्सको क्वेसन यसरी हामीले कहिले कहिले चाहिँ इक्वेसन डाइरेक्ट दिन सक्छ। तर इक्वेसन डाइरेक्ट दिन भने हामीले इक्वेसन बनाएर भए पनि सल्भ गर्नुपर्ने हुन्छ। यो दिमागमा तपाईँले कन्सेप्ट राख्नु होला है त। तर म्याक्सिमम चान्स चाहिँ तपाईँको 3 × 3 म्याट्रिक्स भएको खाले आउने चान्स छ गरे, तिनवटा जस्तै एक्स वाई जेड भएको खाले छ कि। तर बाइ चान्स त्यो आइहालेन भने तपाईँको यो दुईवटा मात्रै एक्स र वाई मात्रै भएको खाले क्वेसन पनि आउने चान्स हुन्छ। कि त क्वेसन डाइरेक्ट दिएको हुन्छ कि त क्वेसन हामीले आफै बनाउनु पर्छ, आफै बनाएर त्यसलाई के गर्नु पर्छ